जति बेला विश्व साम्राज्य कसैको अधीनमा थियो, संसारका अधिकांश मुलुक औपनिवेशिक नियति भोग्दै थिए। कैयन साना मुलुकहरू आफ्नो अस्तित्व र पहिचान गुमाउँदै थिए। त्यस्तो समयमा साम्राज्यवादका आँखै अघिल्तिर एउटा देश खडा गर्ने सानो चुनौती थिएन। तितर बितर भएर छरिएको र सानो भूखण्डमा विभक्त भएको नेपाललाई हाम्रो राष्ट्र निर्माताबाट एक सिङ्गो र सबल राष्ट्रको रूप दिई बक्स्यो। यो